एन्ड नमस्ते वेलकम टु ब्याक न्यू भिडियो। आयो सबैजना सन्चै हुन्छ होला, म पनि सन्चै छु। न्यू डे न्यू भ्लग सबैजना स्वागत छ मेरो फेरि पनि मेरो भिडियोमा। आज मैले धेरै दिनपछि बनाएको छु भिडियो, सबैजनाले माया गरिदिनु होला। आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि बर्थडेमा। आज प्यारी बहिनीको बर्थडे हो। ह्याप्पी बर्थडे टु यु बहिनी। फेरि पनि बहिनीलाई बर्थडेको विस गरेको छु। जाँदै हुनुहुन्छ स्कुलमा जाँदैछौँ गाइड। त्यही पनि हाम्रो इक्जाम कति गते अरे 23 गते प्रवेश पत्र दिन जाँदैछौँ गाइड। हाम्रो इक्जाम पनि आइसकेको छ। यसपालिको इक्जाम यिनले चाहिँ नाम लेखेर आइसकेकी छन्। फेरि पढ्न जाने हो पनि बर्थडेमा गाइड। हामी बर्थडे पार्टी खान जाँदैछौँ। आज बहिनीले के खुवाउँछिन् हामीलाई। हाम्रो कस्तो गर्मी बढेछ। कस्तो बर्थडे सोफा हामी त बर्थडेसम्म त्यही बसिरहने हो र त्यही जाने हो के खासमा त्यहाँ पनि जाने हो अनि माथि स्कुलमा पनि जाने हो। पहिला स्कुलमा होला त गाइज अब त्यही गरेर भेटौँला। भन गाइज हामी जाँदैछौँ। त्यही पनि मैले क्यामेरा लगाएको छु फोटो सुट गर्ने हामी गाइज देख्न सक्नुहुन्छ। सुता दिदी दिनमाया दिदी म दिदी हो हजुर के जाँदैछु म दिदी हो हजुर के हामी बजार पनि आइपुग्यौँ। अब स्कुलमा पनि पुग्दैछौँ गाइज। हामी ड्युटी त्यहाँ हिँडेछन्, हामी ड्युटी यहाँ छौँ। एकदम चाहिँ आजको हो मलाई कस्तो फाइनल्ली हामी बर्थडे वाली बहिनीसँग पनि भेटिसक्यौँ। ह्याप्पी बर्थडे टु यु बहिनी। थ्याङ्क यू दिनुहोस् तपाईँ। ह्याप्पी बर्थडे टु यु भन्नु न। आहै फुलैको बाटोमा भिडियो बनाउनु टिप्नुहोस् हुन्छ। नरिसाउनुलाई थ्याङ्क यू गाइज। हाम्रो भिसा पनि आयो आज गाइज। भोलि जापान जाने फ्लाइट छ, सबैजना आउनु होला एयरपोर्टमा छोड्नको लागि। पर्सि के नै 23 गते सो गाइज आइसक्यो हाम्रो भिसा पनि। अब लागिसक्यो। नरुनु है तपाईँहरू, रुनुहुन्छ कस्तो मलाई त अहिले रुनु मन लागेको। आइसक्यो 3 जनाको आइसक्यो। च्यात्दैन च्यात्ते पनि भिसा सिसा क्यान्सिल होला कि फ्लाइट छ गाइज। हामी जान्छौँ। नेपाल छोड्नु पऱ्यो, के गर्ने। आफ्नो देशमा रोजगार पाइन्न गाइज, जानु पऱ्यो विदेश। विदेशमा गएर मलाई पैसा पठाइदिनु है सुरुमा। पठाइदिउँला पठाइदिउँला। अबको 500 वर्ष जानु त जाने हो गाइज। सो गाइज अब हामी जाँदैछौँ उहाँ यहाँ कटेज देखाउँछु उहाँ गएर देखाउँदैन क्या अहिले। 4वटा गिफ्ट 5वटा गिफ्ट छ भित्र। 5 जनाले लिएर राखेँ कस्तिको छु गाइज। फाइनली हामी एवन कटेज पनि आइसक्यौँ। देख्न सक्छ एवन कटेज कति राम्रो छ। तपाईँ पनि आउनु सक्नुहुन्छ बर्थडे मनाउन। अनि मिठो के खान पाक्छ अरे यहाँ। खाना नास्ता खाना बस्नको लागि राम्रो छ गाइज। देख्न सक्नुहुन्छ आजको मेरो कस्तिको चाहिँ हेर्नुहोस्। फुलकै बाटोमा के दे सो गाइज आऊ यता टिकटक बनाउनु। टिकटक बनाउन मात्र कहाँ हुन्छ र तिमी फत्तिन नै जान्नु पर्यो है। यिनी काली हुन्, यिनी बहिनी हुन्, तिनी पनि छोरी हुन्। ए गाइज म तपाईँलाई को देखाउन चाहन्छु भने यहाँ हुनुहुन्छ हाम्रो फेमस बाजे। नमस्कार ठुल्बा। नमस्ते। सन्चै हुनुहुन्छ हो। सो गाइज हामी एकछिनमा हुन्छ बर्थडे। आज बर्थडे मनाउनको नमस्ते अङ्कल। पछाडि पनि क्या राम्रो छ कटेज हाम्रो यहाँ कटेज घिमिरे कटेजमा सबैजना आउन सक्नुहुन्छ। हजुर पनि यो के हो, यो के भन्छ नि फल्छ है। ए अब कति वर्षपछि फल्छ गाइज। खाना आउनु होला, हामी पनि खाना आउनेछौँ। यो पछाडि यस्तो छ। हामी पहिल्यै आएको थियौँ है।
बनकी चरी खुसी छे सो गाइस देख्न सक्नुहुन्छ कतिजना के कहाँ आउँदैछ गाइस हामी अहिले नाच्छौँ तपाईँलाई देखाउँछौँ गाइस देख्न सक्नुहुन्छ नाच्दैछ आऊ भन् सबै छि क्यामेरा के हुनु ल म नाच्छु पादिन आइज भिडियो बनाऊ नै गाइस मेरो भिडियो बनाइदिनु न राम्रोसँग भला गराला खानु न यो अरु यो ओठमा तिम्रै छ नाम खाली केक पनि आइसकेको छ अब हामी केक काट्छौँ गाइस देख्न सक्नुहुन्छ ऊ लगाउ न त Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday. Beyo? बजाउन गीत हैन एमा उपर र पानी गरेर चल्दैन अब ह्यापी एमा चेपो रुक रुक बर्थडे यस्तो हालै पुछ्न यो तेरो मोबाइलमा ह्यापी बर्थडे एमा पोथिन न नैना चलो मैं तुम्हें कहती हूँ पर दीदी कहाँ एक बहुत ही स्पेशल जगह पे क्या स्पेशल जगह पर दीदी 진짜 우정이 아니야. 이거나. जाऊ गीत क्यों आने की टीवी दो जाऊ जाऊ हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे टू यू सोमा हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे हैप्पी सो गाइस बर्थडे पनि गइसक्यो केक पनि काट्यौं गाइस हैप्पी बर्थडे टू यू अब अझ प्रगति फर्स्ट आउनु अब स्कुल फर्स्ट सो गाइस हामीले फोटा पनि फोटा हो कि काटेर पनि टिका लगाएर पनि भ्याइसक्यौँ अब हामी फोटा खिच्छौँ
खान्छौँ अनि जान्छौँ घरतिर जान्छौँ टिका भ्यायो त अबिर हुन् अङ्कल आन्टीको गाई देख्न आउनुहुन्छ आउन सक्नुहुन्छ यहाँ मिठो मिठो खानेकुराहरू बाँच्नु पाइन्छ अङ्कल आन्टीहरूले नि होटलको अङ्कल आन्टीले लगाइदिनु भयो टिका हाम्रो फोटो आ त फोटो गाई देख्छौँ हामी चाउमिन खाँदैछौँ यो के कोलाई लाग्ने त मेरो अञ्जललाई आउनु दाइ हेलो गाइज आउनुहोस् सो गाइज हामी खाँदैछौँ तिमी नखाने हामीले फाइनली नास्ता पनि खायौँ बर्थडे पनि भ्याइयो गाइज हामी अब घर जाँदैछौँ आज हामीलाई गाइज क्यामेराले एकदम धोका दियो आज फोटो खिच्न पाइएन सो गाइज त्यही अनि नराम्रो रह्यो त रमाइलो भयो गाइज बहिनीको बर्थडे आउनु जाऊँ अब हामी घर जाँदैछौँ बहिनीको घर अलिक टाढै छ हाम्रो घर नजिकै छ गाइज आऊ बहिनी कस्तो कतिको रमाइलो भयो बर्थडे हेलो म्याडम बर्थडे कतिको रमाइलो एकदम धेरै आऊ गर्मी बढ्यो यो क्यामेराको त कामै भएन झन् फोटो खिचौँला भनेको त गाइज झन् गाइज फोटो पनि खिच्यो आफ्नै मलमा खिच्यो त्यही पनि अलिअलि रमाइलो भयो भनौँ बहिनीको बर्थडे फेरि अर्को साल पनि सँगै त्यही मनाउन पाऊँ सँगै भएपछि बहिनीलाई रोक्यौ न आज हाम्रो के अरे क्यामेराले धोका दियो हामीले त्यसैले मोबाइलमा एउटा उ गर्न म पछि उ गरेर हाल्छु के बनाउन उयो फुल सो गाइज रोक्नुहोस् म उता फुल देखाउँछु है हजुरहरूलाई सो गाइज म फुल सुटिङ गर्दैछु आई लभ यु फुल टिप्न पाइन्छ गाली गर्न लाग्यो आइया न यो कमिना रहेछन् गाइज टिप्न दुईटा टिप्न एउटा भिडियो गराइदिनु न फुल जस्ती रे जुन जस्ती रे गाइज देख्छौँ अब हामी छुट्टिन लागिसक्यो म बहिनी पनि घर जान्छन् फेरि पनि बहिनीलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहन्छु मेरो प्यारी बहिनीलाई सधैँ खुसी हुनु तिमीले सोचेका सबै सपनाहरू पुरा हुन् अझै अब अब फर्स्ट हुनु बहिनी तिमीलाई ठुलो मेहनत गर्नेछु ठुलो पारिदिन त सकेन सानो भए पनि अर्को साल पनि यस्तै सँगै भएपछि यहाँ मनाउन पाऊँ यहाँभन्दा पनि ठुलो भन्न चाहन्छु अब हामी छुट्टिन आऊ जाऊँ बहिनी आफ्नो घर जान्छ कतादेखि जाने गाइज फाइनली हामी घर पनि जान लागिसक्यो गाइज फाइनली हामी घर पनि हिँडिसक्यौँ गाइज बहिनी पनि उता गइन् अब हामी घर पुगिसकेछौँ आजको भिडियो के कस्तो होला गाइज सबैजनालाई कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु फेरि अर्को भ्लगमा भेटौँला गाइज धन्यवाद।